हाई एभ्रिवान, सबैमा नमस्ते। स्वागत छ मेरो युट्युब च्यानलमा। हाम्रो मुना दिदी र राधिका दिदी हुनुहुन्छ यहाँ चाहिँ टिकटक बनाउनु लाग्नु भएको छ। आज शनिबार चाहिँ यहाँ हाम्रो दिदीहरूको चाहिँ फुर्सद हुन्छ र आज भेटघाटमा आउनु भएको छ। ल दिदी, म चाउमिन पुऱ्याएर आउँछु है। म चाहिँ हिँडेँ माथि प्रयोग मार्केटमा चाहिँ चाउमिन पुऱ्याउनु। किरण मामाको अफिस छ, काली दिदी हुनुहुन्छ त्यहाँ। काली दिदी जो पायो त्यसमा बोल्दैनन्, एकदम कडक खालको चाहिँ कडा खालको चाहिँ। त्यही भएर मेरो चाहिँ चिनजान छ र चाहिँ रमाइलो गर्छिन्। त्यो चाहिँ शान्तिनगर पेट्रोल पम्प। यो बानेश्वरको भ्यू भइहाल्यो। यता किन्छु काहीँ निस्किनै पाइन्न, यस्तै छ। कहिले कता कहिले कता, कहिले यसो दाईहरू बाहिर जानुहुन्छ, बस्ने फुर्सद हुन्न। यस्तै छ। कामको दुःखमा त केही लाग्दैन। सबैतिरबाट टर्चर आउँछ, प्रेसर आउँछ। कसलाई भन्ने, के भन्ने, कोसँग भन्ने। मनको शान्ति नभएपछि कामै नलाग्ने रहेछ। मनको शान्ति भएको सबैतिर काम पनि रमाइलो हुन्थ्यो। काममा त जति गरे दुःख लाग्दैन, केही हुँदैन थियो। कहिलेकाहीँ त साह्रै दुःख लाग्छ। बिहानदेखि बेलुकासम्म दुःख गऱ्यो, छैन शान्ति। सबैतिर प्रेसर आउँछ। कसैको के छैन, कसैको के छैन, कसलाई के पुगेन भन्छन्। सबैको सुनिदिनुपर्छ, आफ्नो सुनिदिने कोही हुन्न। देश छोड्न बाध्य हुने पर्ने हुन्छ कहिलेकाहीँ चाहिँ। त्यस्तै छ। अब कमाएर खानलाई र लाउनुलाई ठिक्क हुन्छ। ऋण तिर्ने कहिले, आफ्नो घर भनेर छैन अहिलेसम्म। परिवार पाल्ने कसरी, साह्रै दिगदार लाग्छ कहिले त। यहाँ चाहिँ यस्तो खालको छ प्रयोग मार्ग भन्छ। यहाँ चाहिँ यस्तो छ। गर्दै जाउँ, दुःख गर्दै जाउँ। भगवान्मा विश्वास राखेको छु, एक दिन अवश्य सफल पारेला नि भगवान्ले त। यदि त गर्ला नि त, अरूको लागि नगरे पनि कमसेकम मैले त आफ्नो लागि मात्रै नगरेर अरूको लागि गरेको छु। मेरो लागि भनेर मैले आजसम्म कुनै काम पनि गरेको छैन। परिवार खुसी हुन्छ भने त्यही नै गर्छु भनेर गरेको। अब कतिपय मान्छेहरू निस्किन्छन् कस्ता कस्ता खालका। त्यस्तै छ। म चाहिँ खाजा पुरानो ठाउँमा आइसकेँ। अब यहाँको रियाक्सन कस्तो आउने हो होइन। के छ काली दिदी? प्राइभेसीको कुरा हुन्छ, त्यही भएर चाहिँ यहाँ अफिसमा जस्तो पायो त्यस्तो ठाउँमा बनाइदिनु मिल्दैन। त्यही भएर मैले चाहिँ अफिसभित्रको चाहिँ बनाएन। त्यही भएर काली दिदी आफै तर्सेर भिडियो भनेपछि चाहिँ आत्तिरहनु भएको थियो। युट्युब च्यानल उमेश लम्सा लेखिदिन् है। 1 2 3 चिनेको छैन को हो के हो। बाटा देख्यो, मोबाइल तेर्सा देखेपछि चाहिँ के नै गर्न आँटेछ, के नै भन्न आँटेछ जस्तो। त्यस्तै छ। नेमा केही गर्न सकौँ या नसकौँ, 3-4 जनाको चाहिँ मैले सेखी नै झार्नु छ। कसरी झार्ने, यता कहाँ गएर चाहिँ झार्ने होला भन्ने छ। रिस गरेको सम्झ या चाहिँ खेदो खनेको सम्झ, जे बुझ्छौ त्यही बुझ। अब भए पनि तिमीले गरेको व्यवहार र मैले त्यहाँ तडपेर यसरी चाहिँ आएर काम गर्नु परेको जब बुझ्दा मलाई मात्रै थाहा छ। मैले मात्रै बुझेको छु। सकिँदैन कतिको बयान गर्नु। जति कुरा गर उतिलाई आयु लामो मात्रै हो। त्यो चिजमा अब कसरी गर्ने भन्ने छ। अब गर्दै जाउँ। आत्तिने उमेर ढल्छ।
उमेर कटिसक्यो उता घरमा भएका बाबुआमा बुढा भइसक्यो, छोरो बढ्दै गइसक्यो। न स्वास्नीको खुसी, न छोराको खुसी, न बाआमाको खुसी। कसलाई कसरी राख्ने थाहै छैन, कसरी म्यानेज गर्ने। भगवान्ले पनि जहाँ चाहिँ खाल्डो छ त्यहीँ मात्रै लगेर पानी जम्मा गरिदिन्छन्। यो प्रकृतिको चाहिँ नियमै हो कि के हो। अब जहाँ गहिरो उहीँ पहिरो। ठिकै पसिना खाएर खुसी भएको छौ त्यति चाहिँ भइरहौ, केही छैन। त्यो पसिनाले सधैँभरि पुग्ने होइन तिमीहरूलाई, त्यति त मलाई थाहा छ। नाम चाहिँ भन्न मिल्दैन अहिले। अब कुनै दिन पाइएछ भने त्यो पनि नाम तोकेर भन्नु होला। व्यवहारमै आफ्नोपन नभएपछि के को आफन्त, के को आफ्नो मान्छे, केलाई चाहियो नाता सम्बन्ध, के गर्न राख्नु छ र होइन र। गाइस म फेरि तल आइसकेको छु, फेरि अर्को भिडियोमा भेटौँला। जस्तो हुन्छ मिलाएर म हाल्दै गरौँला। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला।